हजुरको लागि दुध गिलासको दुधले पुग्छ र नै मतलब अलि अलि अहिले यो दुध खाँदै गर्नुहोस् अहिले अर्को दुध दिउँला नि है यो स्क्रिप्टमा थिएन यार यो स्क्रिप्टमा थिएन यार हजुरलाई दुध कतिको मनपर्छ वाट द मिन्स अफ अर्को दुध वाट डु मिन पछि अर्को दुध दिन्छु भनेको ए बाबा हो यार अनि यसो अलिकति शर्मा जस्तो गरेर नजिक आए जस्तो गर्नुहोस् श्रीमानको नजिक आए जस्तो गर्नुहोस् अनि अबेर भइसक्यो फकाउनुहोस् के एउटा एक्टिङ चाहियो यार यो दुध खाएर छिटो आउनुहोस् न बेडमा बेडमा के भइरहेछ यार यार के भइरहेछ यार वाट द मिन्स अफ बेडमा सल्लाह गर्नु छ ल म टकर 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 क्याट वक दिएर पुरा बेडमा आएँ लु के सल्लाह हो के अँ योभन्दा तपाईँको कुनै त्यस्तो थियो गर्लफ्रेन्ड कि हनीमुन नै मतलब वाट द योभन्दा पहिला के भनेको एक्सपिरियन्स एक्सपिरियन्स योभन्दा अगाडि एक्सपिरियन्स रे दुध खाने एक्सपिरियन्स दुध खाने ए पागल भइसक्यो यार औडा गरिदिनु यार नै नै मैले अहिलेसम्म अब कसले के तागत दिने कुराहरू खाइन्छ तर वास्तवमा त्यो खाएको थिएन के भन्ने भएको छ तपाईँलाई अनि यसो चिया सुन्नु न एउटा बिहेको दिनमा श्रीमान श्रीमतीमा एउटा हुन्छ कि त्यो के फ्यामिली प्लानिङका कुराहरू अथवा फेरि छिटै पछापछि पाइनु कि अथवा केही वर्षमा पनि सल्लाह गर्नु एक्टिङ गर्नुहोस् त के अनि हामी कहिले बच्चा जन्माउने अथवा केही वर्षको लागि नपाउने भन्नुहोस् फकाउनुहोस् न यार मलाई त अहिले पनि चाहिन्छ अहिले चाहिन्छ वाट डु मिन अहिले चाहिन्छ बच्चा चाहिन्छ भनेको ल अनि ल अब चाहिँ लाइट